90% किडनी बिग्रिसकेपछि मात्र किडनीको अवस्था के कस्तो छ भनेर बुझिन्छ। त्यही ठुलो विडम्बना हो यो किडनीको। त्यसकारण खराब हुनेलाई नपर्खेर समय समयमा चेक जाँच गर्नुभयो भने समय समयमा तपाईको के कारणले किडनी बिग्रिने हो त्यो कारणहरू बुझेर त्यसको रोकथाम गर्नुभयो भने भोलि गएर चाहिँ अप्ठ्यारो हुँदैन। अब लक्षणहरू मैले कुरा गरेँ। अब लक्षणहरू चाहिँ 90% किडनी बिग्रिएपछि भने अप्ठ्यारो भइसकेपछि मात्र यसको लक्षणहरू देखिन्छ। तर अगाडि पनि कहिले के सानोतिनो लक्षणहरू देखिने या जुनलाई हामीले याद नगरिने, जस्तै खुट्टा सुन्निने भन्छु। खुट्टा सुन्ने तर 2-4 दिन सुन्ने, तर त्यो सुन्नेको हामीले ल ठिक आफै राम्रो भयो, आफै निको भएर गयो। त्यो यतिकै मलाई हुन्छ कहिले जान्छ भनेर भन्छ, त्यसलाई चाहिँ हामीले नेग्लेक्ट गर्छौँ, मतलब गर्दैनौँ। तर खानाको अरुचि, खाना राम्रोसँग खाइराख्नु भएको छैन, खाना जुन पहिला अब मिठो लाग्ने, मासु भात मिठो लाग्ने, तर आजकल त्यो खान मन लागिरहेको छैन, त्यो कुराहरू भयो। निन्द्रा पुगेन, निन्द्रा भनौँ न निन्द्रा नलाग्ने हैन, अरुचि, खाना मन नलाग्ने, तपाईको जिउहरू चिलाउने, यो कुराहरू चाहिँ सानोतिनो लक्षण हो जुन चाहिँ सुरुवाती उसमा हुन सक्छ। यस्तोहरू लक्षणहरू देख्नुभयो या त्यस्तो फिल गर्नुभयो भने एकपल्ट किडनी चाहिँ चेक जाँच गराउनुस्। त्यसले गर्दा भोलि गएर चाहिँ त्यसको अप्ठ्यारोहरू या किडनीको दीर्घकालीन समस्याहरूबाट चाहिँ हामी बच्न र बचाउन सकिन्छ।